महेन्द्र गुफा धर्मद्वार भयो यता महेन्द्र गुफा यताबाट मान्छे आउने बाटो भयो। यसरी पानीका थोपा सरर रह्यो माथिबाट यस्तो मजाले रहने त नि यहाँ हो त नि। अब त्यहाँ उदेको छ सबै चिज, यहाँ चाहिँ जे छ नेचुरल छ है। यो प्रकृति हो। यो भित्र एउटा एडभेन्चर छ 100 मिटर। विदेशीहरू जानुहुन्छ गाइडहरू हायर गरेर मात्रै, बाहिर जानलाई यता एउटा धर्मद्वार छ। अब यो भित्र स्टालाक्टाइट, स्टालाग्माइट, क्रिस्टल, ग्रेनाइट, लाइमस्टोन, सिलिकन है विविध चट्टानहरू छन्। तर यो एउटै ढुङ्गाले चाहिँ बनेको छ। अब यो आजको गुफा होइन कि, हजारौँ वर्ष पुरानो देशले राज्यले गुफा चाहिँ नबनाउला, जे भए पनि विश्व देख्न पाइएको छ होइन। हनुमानजी भनेर आकृति आफै बनेको हो, यो बनाएको चाहिँ होइन अरे। यहाँ जलकुण्ड ए यो कहिल्यै सुक्दैन, यहाँ बग्ने जल हो फेरि, बग्ने हो बग्ने जल होइन। ए हजुर हजुर। यो बर्खामा आउनुभयो ठुलो पाउनुहुन्छ धेरै नै। अब यसलाई यसो फोरेस्टेसन गरौँ। यो त धेरै उता धेरै टाढा जान्छ यो जल, मुनि जमिन मुनि नै। हजुर हजुर। अब यो गुफाहरूको अब भौगोलिक बनावटै त हजुर त पोखरामा 3टा गुफाभन्दा के देख्नुहुन्छ र 11-12वटा छ गुफा। कस्ता कस्ता गुफा छन्। यो चाहिँ महेन्द्र गुफा भयो, उता चमेरे शान्ति यो महेन्द्र गुफा। हजुर हजुर। उतापट्टिको चमेरे गुफा होइन। छोरेपाटनको गुप्तेश्वर भयो। हजुर। अहिले वीरेन्द्र गुफा भन्ने पनि छ। अब त्यहाँ टिका लिनु, आशीर्वाद लिनु। ल हजुर भाइ टिका लाउनुहुन्छ? ठिक छ। हामी मेची महाकाली जहाँ भए पनि हामी नेपाली धर्म संस्कार र संस्कृति बचाउन सकौँ। शान्ति एउटा सम्बन्ध जरुरी छ। रोग नलागोस्, ग्रह दशा नलागोस्, दिन दशा नलागोस्। कर्म गर्न आएका छ यो धरतीमा, कर्म गर्न पाइयोस्। ल भाइ जमिन पनि आयो, पढाइ कहाँ पुर्यायो? मेरो मास्टर। ल शिक्षाले सभ्यता सिकाउँछ, संस्कार सिकाउँछ, अनुशासन सिकाउँछ। राम्रो पढ्नुभयो, घरको दुःख बुझ्ने छोरा हो भने बाँच्न सिकाउला है। शिक्षालाई कमजोर दृष्टिले नहेरिदिनुहोस्। रोग नलागोस्, ग्रह दशा नलागुन् बाबु, दिन दशा नलागोस्। जमिन पनि आउनु भएको छ। ल सबैलाई नमस्कार। हाम्रो गुरु हुनुहुन्छ यहाँ चाहिँ महेन्द्र गुफामा, पोखरा बाटुले चौर होइन यो बाटुले चौर महेन्द्र गुफामा। गुरुको नाम श्रीराम अधिकारी। यहाँ चाहिँ यो वर्षौँ पहिलाबाट थियो होइन यो? हजुर त यहीँको बासिन्दा। नमस्कार। गुफाको बारेमा केही जिज्ञासा राख्ने कोसिस गर्नुभएकोमा सकारात्मक सोच जानेछ हाम्रो भन्ने चाहन्छु। यो महेन्द्र राजाले 2017 सालमा यसलाई उद्घाटन गरेपछि लगभग यो 2031 सालमा महेन्द्र गुफा भनेर यसले नामाकरण पाएको हो। देशले राज्यले गुफा चाहिँ नबनाउला जहाँसम्म लाग्छ। सम्भाव्यता यो पानीले नै बनेको। गुफा कि ज्वालामुखीले बन्ने गर्छन् कि जलले बन्ने गर्छ। पहिला यहाँ अगाडि एउटा ताल थियो, त्यो ताल फुटेर यहाँ पानी आयो भन्ने विश्वास छ। त्यो पानीले नरम हल्का माटाहरू बगाएर लगेर जुन यो कडा चट्टान रहेर यो गुफा भएको भन्ने एउटा विश्वास छ। अब यो गेटबाट यहाँसम्म 125 मिटर यसको गेटबाट यो मन्दिर परिसरसम्म 125 मिटर यसको लम्बाइ छ। हजुर। यस क्रममा यसै फर्किने क्रममा दाहिनेपट्टि एउटा धर्मद्वार 25 मिटर छ। हजुर। र विदेशीहरूलाई एकदम मनमोहक र रमाइलो लाग्दो एउटा गुफा छ, एडभेन्चर 100 मिटर छ। त्यहाँ सिजनमा लगभग 30-40 हजार चमेर हुन्छन्। ए हजुर। चमेर बर्खामा हुन्छ बढी, अहिले यो युद्धमा हुँदैन, कम हुन्छ। अनि गुरुसँग एउटा सोध्नु मन लागेको कुरो, यहाँ धेरै मान्छेले ल यस्तो कुरा भइदियो म फलान ठाउँमा जान्छु भन्ने जस्तो उहाँले अहिले भर्खरै बच्चालाई राम्रो होस् युके विदेश पढ्न जानुभएको छ भन्नुभएको छ नि। एउटा तपाईँको कुरा काटेँ मैले। एउटा के छ भने एउटा विश्वास छ, किनभने यो देशमा यत्रो भूकम्प आउँछन् जान्छन्, यसमा कुनै परिवर्तन छैन। केही त शक्ति छ भनेर हामीले मान्नुपर्ने हुन्छ। किनभने जस्ताको तस्तै छ यत्रो वर्षसम्म
किनभने यहाँ विश्वभरिको मानिस आउनुहुन्छ। यसमा यो भित्र स्टालाक्टाइट, स्टालाग्माइट, क्रिस्टल, ग्रेनाइट, लाइमस्टोन, सिलिकनहरू, विविध चट्टानहरू पनि छन्। तपाईँ राम्रो अध्ययन गर्नुभयो भने र इमेजिन गरेर हेर्दा विभिन्न किसिमका मूर्ति मन्दिरहरू आफै बनेका, त्यो पानीबाट चुइँदै चुइँदै बनेका विभिन्न किसिमका मूर्ति मन्दिर आफै बनेका छन्। कसैले कलाकृति गरेर कुदेको छैन र चाहिँ यहाँ मान्छेहरू एक हिसाबले काम नै गर्नुहुन्छ। यहाँ यो ठाउँ एउटा शक्ति छ र यो भित्र एउटा जलकुण्ड पनि छ। यो पानी सधैँ बग्छ, कहिल्यै सुक्दैन र त्यसमा माछाहरू पनि छन्, गङ्गटाहरू छ, मुसाहरू थुप्रो छन् यहाँ है, थुप्रै जनावर जीवजन्तुहरू पनि छन्। एवं अब यो एउटा पर्यटनको नेपालको ठुलो हिस्सा ओगटेको ठाउँ हो। तपाईँहरू जहाँ जुन क्षेत्रबाट यो भिडियो हेर्दै हुनुहुन्छ एकचोटि तपाईँहरू आउनु होला, किनभने यो आफै स्वयंमा एउटा प्रकृति भएको हुनाले र एकचोटि आउनु होला यसलाई हेर्न, अध्ययन गर्न। नेपालको जुनसुकै कुनाबाट यो भिडियो हेर्नुहुन्छ र भाइलाई पनि धेरै धन्यवाद छ। यति एउटा चाहिँ हामी आफ्नो देशको एउटा विदेशीले धेरै कुरा सोध्नुहुन्छ, तैपनि एउटा नेपालीले एउटा जिज्ञासा राखेर यहाँको बारेमा जानकारी लिनुभएकोमा धेरै धन्यवाद छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद छ यहाँको बारेमा बताइदिनु भयो। निस्किने चाहिँ यहाँबाट यसरी सरर निस्कियो है, यही हुन्न तल भनेको यसरी निस्कियो। चमेरा पनि छन् भने त यहाँ त